स्थापना गर्ने हो। बस यति गर्न सकियो भने बाँकी सब ठेगाना लाग्छन्। एकपटक भ्रष्टाचारमा कुचो चलाउन सुरु गरौँ। 4वटा मन्त्रालय लिएर गृह मन्त्रालय सम्हाल्दाखेरि यिनीहरूको मुटुमा घन्टी होइन ढ्याङ्ग्रो बजेको तपाईँलाई थाहा छ नि। जब सिंहदरबारमा घन्टी छिर्छ नि, जब सिंहदरबारमा घन्टी छिर्छ नि, घन्टी छिरेपछि बजाउँछ। यति कुरा डुकाउनु होला, यति कुरा निर्धकाउनु होला। म आज यो चुनावी सभा नभए पनि यति भन्न सक्छु कि सक्षम उम्मेद्वारहरू हामीले लिएर आएका छौँ। तपाईँहरूले एकपटक इतिहास रच्नुपर्नेछ। म फेरि पनि भन्छु, म कसैको प्रतिस्पर्धा गर्न आएको होइन। पुराना राजनीतिक दलका साथीहरूप्रति मेरो कुनै कटाक्ष छैन, उहाँहरूलाई मेरो शुभकामना नै छ। तर उहाँहरूले पनि अब आफूलाई होइन हाम्रा उम्मेद्वारलाई भोट हाल्नुपर्छ, किनकि 35 वर्ष हेरिसक्यो, अब के हेर्ने। बाध्यता बुझ्छु म उहाँहरूको बाध्यता बुझ्छु। पार्टीले टिकट दिएको छ, उठ्नै परिहाल्यो। उठ्नुहोस्, स्वस्थ प्रतिस्पर्धा गर्नुहोस्। तर खबरदार नोटको पिटो बोकेर नहिँड्नुहोस्, नोटको पिटो बोकेर नहिँड्नुहोस्। अब जनताले नोटको पिटोमा विश्वास गर्दैनन्। अब जनतालाई झुक्क्याउन पाइँदैन, जनताको विवेकलाई चितना दिन पाइँदैन। किनकि अब हामीले धेरै हिसाब मिलाउनु पर्नेछ। धेरै मेरो हिसाब होइन, देशको हिसाब मिलाउनु पर्नेछ। देशको हिसाब मिलाउनका लागि यसपटक तपाईँले बेहिसाब 21 गते विवेकपूर्ण मतदान गर्नुपर्नेछ। म तपाईँहरूको लागि अगाडि बुकिङ गर्न मात्र आएको, भोट माग्न आएको होइन। भोट त तपाईँको आँखाले भनिसक्यो के गर्ने भनेर, मैले देखिसकेँ। यो हिसाब समुदायले बताइसकेको मन डरो पार्नु होला। र कसैले भन्ला तपाईँहरूलाई, ए बाबु भइगयो नि त, एउटा भोट प्रत्यक्षमा हालिदेऊ, अर्को भोट हाम्रो पुरानो पार्टीलाई गर्वैदेखिको हामी फलानु भन्ला। या हामी त गर्वैदेखिको समानुपातिक यता प्रत्यक्ष यता र उता भन्ला। यता उता दायाँ बायाँ होइन, सिधा घन्टी, दायाँ बायाँ कतै पनि यसबाट कहीँ भन्न पाइन्न। भोट नमान्ने, भ्रष्टाचार सबै सक्ने भने सबै भोट घन्टीलाई हो कि आधी राख्ने भए आधी गरौँ। तपाईँको विचार के आधी राख्ने हो? यो भ्रष्टाचारलाई अलिकति राख्ने कि राख्दै राख्ने हो भने प्रत्यक्ष पनि घन्टी, समानुपातिक पनि घन्टी, यहाँ पनि घन्टी, देशैभरि घन्टी। सबैको जय होस्, जय देश, जय घन्टी। अब धेरै नचलाउनु है, धरम गाडी कुर्दा खसिन्छ। धरम यो नमस्कार, आउनुभयो। अब यो धान्दैन है।